हेलो फ्रेन्ड, तपाईलाई स्वागत छ। आजको यस भिडियोमा हामी प्रिन्सिपल अफ कन्जर्भेसन अफ मेकानिकल अफ फ्री फलिङ बडीको बारेमा हामी मेकानिकल एनर्जी या फ्री फलिङ बडीको बारेमा हामी पढ्नेछौँ। यो एकदमै महत्त्वपूर्ण क्वेसन रहेको छ सिटिभिटीको इक्जाममा, किनभने यो धेरैचोटि सोधिसकेको क्वेसन हो। यो इक्जाममा 5 नम्बरको आउँछ। अनि अब हामी ढिलो नगरिकन यसको स्टेटमेन्टतर्फ लागौँ अनि यसको प्रुफ पनि हेरौँ है। यसको स्टेटमेन्ट छ, के भन्नु खोजे स्टेटमेन्ट, त्यो स्टेटमेन्ट अनुसार हामीले पनि चेन्ज गर्नुपर्छ, यसलाई प्रुभ गर्नुपर्छ है। द टोटल एनर्जी अफ फ्री फलिङ बडी अन्डर द एक्सन अफ ग्राभिटी एट एभ्री पोइन्ट अन द लोकस रिमेन कन्स्टेन्ट भनेको, यदि हामीले कुनै वस्तु कुनै ढुङ्गा हामीले त्यसलाई कुनै निश्चित हाइटबाट, जस्तै अहिले मानौ यति हाइट छ हाम्रो, यो हाइटबाट हामीले यसलाई फाल्यौँ, यहाँ यति हाइटबाट यसलाई फाल्यौँ भन्दा यो यहाँदेखि तल जमिनमा पुग्दासम्म कतिवटा लोकस पोइन्ट, कतिवटा बिन्दु बनाएर यो पुग्छ भने अब कतिवटा बिन्दु हुन्छ त, त्यो त अगण्य हुन्छ, मतलब इन्फिनिटी हामीले भन्न सक्छौँ। त्यो हामी यहाँबाट बुझौँ अब है, यो ड्रइङबाट, यो फिगरबाट। मानौ हामीसँग ए भन्ने एउटा अब्जेक्ट छ, यहाँ एउटा अब्जेक्ट छ, यसलाई अब्जेक्ट मान्नु, अनि एउटा वस्तु हाम्रो। अनि यो ए भन्ने अब्जेक्टलाई हामीले कुनै निश्चित हाइटबाट, अब हामीलाई हाइट थाहा छैन, त्यो एउटा हाइटबाट हामीले फाल्यौँ भने, छोड्यौँ भने त्यसलाई यदि फ्री फलिङ है, स्वतन्त्र रूपमा, स्वतन्त्र खसाइको रूपमा हामीले, नत्र त्यसमा कसैको पनि केही अवरोध नगरिकन त्यसलाई हामीले खसाल्यौँ भने त्यो यहाँ पुग्न कतिवटा बिन्दुमा कतिवटा बिन्दु पार गरेर यता पुग्छ भन्नु खोज्यो लोकस पोइन्ट भने हामीलाई। अनि कतिवटा पुग्छ भनेपछि त्यो इन्फिनिटी हुन्छ। तर हामीले अब यो क्वेसन सल्भ गर्नु पर्यो। क्वेसन सल्भ गर्नलाई हामीले यसलाई 3वटा स्टेपमा बाँडेका हौँ। अब फर्स्ट एमा हामीले यो वस्तु थामेकै छ हातमा, अनि छोड्दाखेरि बीमा पुग्यो, अनि सीमा पुग्यो, यसरी मानौ। अनि तल ग्राउन्ड है, यहाँदेखि फालेर यहाँ पुग्यो। अब ए र सी, अब जमिनदेखि माथि जहाँसम्म हामीले थामेको थियो त्यसको हाइट कति छ त, एच, हामीले थाहा छैन एच। अब यसको इनिसियल भेलोसिटी कति हुन्छ, किन हामीले हातमा थामेको हुन्छ भने त्यो 0 हुन्छ है, जहिले पनि 0 छ, त्यसलाई केही छैन अहिले, स्थिर अवस्थामा छ। अनि त्यही पछि त्यो बी पोइन्टमा पुग्दा के हुन्छ, यहाँदेखि यहाँ आएछ, हामीलाई थाहा भेलोसिटी बी छ, अनि यहाँ भिसी, भेलोसिटी भिसी मान्यौँ। अब ए र बीको हाइट कति छ, एक्स मानौ एक्स छ। अनि बी र सीको कति छ, यो बी र सी भनेको बीको हाइट हो नि, बीको हाइट भनेको कति हो, एच माइनस एक्स। अब सीको हाइट त हुन्न, सीको हाइट भनेको 0 हुन्छ जहिले पनि, किन यो ग्राउन्डमा छ। अब त्यही पछि अब हामीले गर्नु भनेको यसको बारेमा जे फिगरमा गऱ्यो त्यो तल लेख्ने, जस्तै लेट अ बडी अफ मास एम इज एट ई विथ भेलोसिटी, इनिसियल भेलोसिटी है यहाँनिर, इनिसियल भेलोसिटी यो इज इक्वल टु 0 एट हाइटमा हुँदा यसको इनिसियल भ्यालु 0 थियो। एन्ड वेन इट रिच, जब यो बी पोइन्ट बीमा पुग्यो अनि यसको भेलोसिटी भिबी भयो, अनि यसको एट डिस्टेन्स, अनि यहाँनिर हाइट, अनि एट डिस्टेन्स भनेर हामी डिस्टेन्स कति एच भनेर, अनि एच डिस्टेन्स कति एक्स मान्यो, अनि भी, अनि त्यसपछि योमा पुग्यो, यो भिसीमा पुग्यो, अनि त्यस हामी मिलाएर यो भाषा मिलाएर आफूले लेख्ने हो। अब यसलाई प्रुफ कसरी गर्ने त, त्यो पनि हेरौँ है। प्रुफ गर्दाखेरि हामीले 3वटा स्टेपमा गर्नुपर्छ, किन हामीले यहाँ 3वटा गरेका छौँ, एट पोइन्ट ए, एट पोइन्ट बी, एट पोइन्ट सी गरेर 3वटा स्टेपबाट हामीले यसलाई प्रुफ गर्नुपर्ने हुन्छ। अनि अब यसको प्रुफ गर्दाखेरि, अनि एट पोइन्ट ए पोइन्टमा प्रुफ गर्दाखेरि टोटल एनर्जी, हाम्रो टोटल एनर्जी कति हो, टोटल एनर्जी भनेको के हो, केई प्लस पिई, कन्फ्युज नहोला, केई भनेको काइनेटिक एनर्जी र पिई भनेको पोटेन्सियल एनर्जी हो, जुन हामीलाई थाहा छ। अब काइनेटिक एनर्जी, अब हामीले के गर्नु हो, काइनेटिक एनर्जी र पोटेन्सियल एनर्जीलाई जोडेर टोटल एनर्जी निकालेर यसलाई प्रुफ गर्नु हो, पोइन्ट एलाई प्रुफ गर्नु। अनि बीलाई पनि सेम, सीलाई पनि सेम, ल गरौँ है त। अब काइनेटिक एनर्जी हामीले पहिला गऱ्यौँ, काइनेटिक एनर्जीको फर्मुला के हो, 1/2 mv² हो नि यो। तर हामीले ए पोइन्टमा के छ, हाम्रो इनिसियल भेलोसिटी दिया छ,
इनिशियल भेलोसिटी हामीले यता लेखेका छौं u = 0 u है u = 0 इनिशियल भेलोसिटी हो यो त्यो इनिशियल भेलोसिटी दिएको हुनाले हामीले के m/u² पनि लेख्न सक्छौं अब के भने भो काइनेटिक एनर्जी 1/2 m हामीलाई थाहा छैन अनि m m छ अनि यसको कति छ पोटेन्ट 0 को स्क्वायर अब 0 को स्क्वायर यो सब भनेको 0 हुँदै हो काइनेटिक एनर्जी आयो हाम्रो 0 ठीक छ अब त्यसै पोटेन्शियल एनर्जी भनेको mgh हो अब mgh हाम्रो के थाहा छैन भने mgh को mgh नै हुन्छ हामीसँग के छैन यता mgh अब के गर्ने यो फर्मुला युज गर्ने टोटल एनर्जी को के छ देन हामीले यसलाई इक्वेसन 1 भने हो देन becomes 1 गर्ने देन becomes 1 के 0 plus mgh टोटल एनर्जी लाई हामीले EA ले डिनोट गरे हो EA = mgh ल एउटा आयो हाम्रो अब के गर्ने हो अब एट पॉइंट B अब B पॉइंट मा हेरौं B पॉइंट मा पनि सेम टोटल एनर्जी कति छ डिनोटेड EB काइनेटिक एनर्जी प्लस पोटेन्शियल एनर्जी इक्वेसन 2 मान्यो यसलाई हामीले भनेपछि अब यसलाई पनि सेम गर्नु पर्यो अब काइनेटिक एनर्जी देयरफोर फर्स्ट मा के काइनेटिक एनर्जी भनेको यसमा त अब 1/2 mv² हुने भयो किन इनिशियल भेलोसिटी नै भेलोसिटी मात्र हो अब n 1/2 को 1/2 भयो अनि m हामीलाई थाहा छैन अनि v² भने हो अब v² त हामीले पत्ता लगाउनु पर्यो यो v भनेको vv² है अब vv² पत्ता लगाउने भनेको के गर्ने vv² भनेको u + plus 2as भन्ने यो फर्मुला लगाउने अब यो फर्मुला लगाउँदा हाम्रो u कति दिया छ 0 को स्क्वायर प्लस 2 हाम्रो छदै छ अनि a भनेको के हुन्छ भन्दाखेरि a = +3 हुन्छ हाइटमा यो याद गर्ने a छ भने प्लस अनि हाते तल माथि छ भने अनि तल भने -3 2g अनि s भनेको डिस्प्लेसमेन्ट यानी हाइट डिस्टेन्स हामीले हाइट भनौं a र b को हाइट कति छ x छ x यसको h भने यसको x है अनि त्यसपछि अनि यसको x भनौं अब 0 को स्क्वायर भने 0 2gx आयो है यसको अब यसलाई के गर्ने त्यसपछि यसलाई देयरफोर माथि राख्ने 1/2 into m into vv² हाम्रो आइसक्यो भनेको 2gx हो अब 2 क्यान्सल mgx आयो है vv अनि यो के हो हाम्रो काइनेटिक एनर्जी mgx आयो अब यसैगरी पोटेन्शियल एनर्जी पनि निकालौं है एन्ड पोटेन्शियल एनर्जी हाम्रो के हो mgh नै हो तर अब m को m छ अनि g को g छ तर h हाम्रो के छ h - x कसरी हेरौं यो भनेको b को हाइट हो नि h - x यो भनेको पोटेन्शियल एनर्जी h - x है अनि त्यसरी h - x भयो अब के गर्ने दुईटैलाई इन्टु गर्दिने mg ले भित्र mgh - mgx अब यो पनि आयो पोटेन्शियल एनर्जी देयरफोर then 2 becomes q2 मा हाम्रो mgx plus mgh minus mgx कसरी भयो भने यो काइनेटिक एनर्जी प्लस अब यो भनेको हाम्रो पोटेन्शियल एनर्जी भनेको यो यति भनेको पोटेन्शियल एनर्जी भयो यो अनि यो है यो अनि अब के mgx minus mgx plus काटियो EB = mgh P point र mgh नै आयो अब त्यसै एट पोइन्ट C मा पनि सेम है फाइनली गरौँ यता फाइनली यसो लेख्ने हल्का आफूले लेख्ने जस्तो लेख्दा पनि अनि टोटल
एनर्जी के हुने भयो अब एसी हुने भयो। यसमा पनि सेम काइनेटिक प्लस पोटेन्सियल अनि तर हामीलाई पोटेन्सियलमा 1/2 mv² भन्ने vc को स्क्वायर vc पत्ता लगाउनु यो स्क्वायर प्लस सेम फर्मुला 2as हुने भयो। यो हाम्रो दिया हैन, यो त बुझ्ने होला। 2as भनेको 2gh। अब यसको ठाउँमा h किन सोच्या होला हैन। काइनेटिक एनर्जीमा हाम्रो यो h भनेको तीनटैको हाइट हो भने यसको काइनेटिक एनर्जी h नै हुने हो। बुझ्नु भने त्यस्तै हो। अनि त्यसपछि अब 2gh अब यसको 2gh आउँछ vc स्क्वायर यसको है 2gh। अनि अब फेरि के गर्ने यसलाई, देयरफोर यसलाई माथि राख्दिने। काइनेटिक एनर्जी इज इक्वल टु 1/2 mvc स्क्वायर है 1/2 इन्टु m को ठाउँमा m अनि vc को स्क्वायर 2gh। अब यहाँनिर 2gh 2 ले 2 काट्यो अनि mgh के भयो काइनेटिक एनर्जी हाम्रो कति आयो mgh। अब तपाईहरुसँग mgh आइसक्यो भने अब हाम्रो रिलेसन भनेको के हो के, रिलेसन भनेको EA टोटल एनर्जी इज इक्वल टु टोटल एनर्जी P सरी यो निकाल्नु भने सबमा mgh आउनु हुने। तपाई सोच्छ के आइसक्यो mgh भने यहीँनिर छोड्दिए, तर के हो यो काइनेटिक एनर्जी को mgh गरेको अझ के त्यस्तै। एन्ड पोटेन्शियल को पनि निकाल्ने, पोटेन्शियल mgh है mg अनि h कति हुन्छ 0 हुन्छ किन पोटेन्शियल मैले अघि पनि भनेको त पोटेन्शियल एनर्जी जमिनमा हो, यसको हाइट छैन हुँदैन अनि यसको 0 हुने भयो। अनि फेरि becomes 3 becomes के हुने भयो mgh plus 0। अब EC is equal to mgh अब जम्मै मिल्यो नि EC mgh EB mgh EA mgh भनेको। अनि लास्टमा EA is equal to EB is equal to EC गर्दिने प्रुभड हाम्रो सक्यो। यसमा त्यति गाह्रो मान्नु पर्ने छैन, स्टेटमेन्ट याद गर्नु होला, ड्रइङ याद गर्नु होला अनि कट यसरी नै लेख्ने सक्यो। त्यो चाहिँ केही छैन यसमा है। बरु स्टेटमेन्टलाई राम्रोसँग याद गर्नु होला। स्टेटमेन्ट यहाँनिर अर्को के हुन सक्छ भने द टोटल एनर्जी अफ फोर्स बडी द टोटल एनर्जी अफ फोर्स falling body under the action of gravity at every point on the locus remains constant or no change। एउटै कुरा हो यो सब नो चेन्ज। अनि यो याद गर्नु होला। अनि त्यसपछि हामीले टोटल एनर्जी को फर्मुला काइनेटिक एनर्जी प्लस पोटेन्शियल एनर्जी त्यो याद हुनु पर्यो। एउटा काइनेटिक एनर्जी को फर्मुला याद हुनु पर्यो। यसमा मेन चाहिने भनेको हामीलाई टोटल एनर्जी है, टोटल एनर्जी इले डिनोट गर्ने। अनि ए पोइन्टमा गरिरहेको छ भने ए मा बी मा छ बी मा अनि सी मा छ सी मा लगाइदिने, यहाँनिर अरु केही छैन। अनि काइनेटिक एनर्जी प्लस पोटेन्शियल एनर्जी एउटा यो थाहा भयो। अनि काइनेटिक एनर्जी को के हुन्छ 1/2 mv² हो, तर यहाँनिर इनिशियल भेलोसिटी छ भने यो स्क्वायर पनि लेख्न सक्छौं ए मा है, ए मा भयो सरी v² अनि पोटेन्शियल एनर्जी mgh हो यति थाहा पाउने। अनि यदि ग्राउन्डमा छ भने त्यसको हाइट 0 हुन्छ नि यो पनि थाहा पाउने। अनि त्यसपछि अरु थाहा पाउने भनेको हामीले v पत्ता लगाउन छ भने u स्क्वायर प्लस 2as गर्ने, s भनेको डिस्टेन्स मान्दा पनि हुन्छ, डिस्टेन्सै हो। अनि यति गरे हामीले यो प्रिन्सिपल अफ कन्जर्भेसन मेकानिकल एनर्जी अफ फ्री फलिङ बडी हामीले कम्प्लिट गर्न सक्छौं एक्जाममा आए पनि। यसलाई राम्रोसँग याद गर्नु होला। अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै भिडियो म लिएर आउने छु। मेरो फर्स्ट चोटी म आज पढाउँछु
तर आज मैले युट्युबमा फर्स्टचोटि हालेको, अनि लाइक सब्सक्राइब जे हुन्छ सबै गरिदिनु होला। धन्यवाद। त्यस्तै भिडियो आउने नै छ छिट्टै अर्को पनि। तपाईँ कमेन्ट गर्नुहोला जे तपाईँलाई अप्ठ्यारो लाग्छ, म त्यहीको भिडियो बनाउने छु।